म्याडम तपाईँलाई स्वागत छ र आज जस्तो प्रकारले तपाईँ मुख्य अतिथिको रूपमा उपस्थिति हुनुहुन्छ यस बिरदाङको स्कुलको यस खेल मैदानमा यो फुटसलमा तपाईँलाई कस्तो फिल भइरहेछ के भन्न चाहनुहुन्छ? सर्वप्रथम त म सबैजनालाई नमस्कार चढाउँदै म वेस्ट डिस्ट्रिक्ट नारी इन्चार्ज म पेम्पुकी भोटिया हजुर यस बिरदाङ जुनियर हाई स्कुलको खेल मैदानमा म यहाँ किनभने चाहिँ यो फुटसलको यस भेगमा पहिला पनि एकपल्ट यहाँनिर हामी आएको थियौँ। त्यसबाट आज दोस्रो दिन म यहाँ फुटसलको निम्ति यहाँनिर खेलकुद भइरहेको छ त्यसमा म यहाँ उपस्थिति छु किनभने चाहिँ आज जति पनि हाम्रा यस भेगमा रहेका हाम्रा मसिना भाइ बहिनीहरूलाई यहाँनिर हाम्रा जति पनि हाम्रा कञ्चनजङ्घा बोइज समितिले एकदमै राम्रो एउटा योजना गरेर नानीहरूलाई इन्करेज गर्नुभएको छ। यसमा कतिजना नानीहरूले भाग लिनु पाइरहेको छ, कतिजना नानीहरू नृत्यमा भाग लिनु पाइरहेको छ भने कतिजना नानीहरूले फुटबल खेल्नु पाइरहेको छ। यसमा नानीहरूको टाइमलाई एकदमै यहाँनिर राम्रोसँगले लिइरहनु भएको छ र यसमा म के भन्न चाहन्छु भने सर्वप्रथम त यहाँका हाम्रा समितिका प्रेसिडेन्टदेखि लिएर सदस्यसम्मलाई उहाँहरूलाई म बधाई अनि शुभकामना दिन चाहन्छु। जे भए पनि यो एउटा राम्रो कार्यक्रम भइरहेको छ यसमा उहाँहरूको एकदमै निरन्तरसँगले अब यो 2 अक्टोबरसम्म चाहिँ गइरहने छ अनि हाम्रा नानीहरूले पनि यसमा समय लिनु पाउँछ र नानीहरूको लागि पनि एकदमै लाभदायक छ भन्न चाहन्छु। जति पनि खेलाडीहरू हुनुहुन्छ है खेलाडीहरूलाई के भन्न चाहनुहुन्छ? खेलाडीहरूलाई म यति नै भन्न चाहन्छु मान्छेले जे होस् खेल खेल्न मैदानमा उत्रिसकेपछि एकजना हार्नु एक दलले हार्नु एक दलले जित्नु चाहिँ पक्कै हो। तर हार्नेले पनि राम्रोसँगले खेल देखाएर आफ्नो खेललाई देखाएर जानु पर्यो अनि जित्नेले पनि म जितेको भनेर राम्रोसँगले राम्रो खेल खेलेर नानीहरूलाई पनि यसरी खेल्नुपर्छ भन्ने एउटा उदाहरणको साथमा खेलेर गइदिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। तपाईँ एउटा नारी शक्तिको विङबाट हुनुहुन्छ है, तपाईँको क्षेत्रमा नारी शक्तिले कस्तो खालको कामहरू गरिरहेको छ यसको विषयमा विस्तृत छोटकरी जानकारी गराइदिनुहोस्। सर यसमा म के भन्न चाहन्छु भने सर्वप्रथम त म आफ्नो क्षेत्रलाई भन्नु पर्यो भने हाम्रो क्षेत्रमा सबै नारीहरूले एकदमै राम्रोसँगले काम गरिरहनु भएको छ। वार्डदेखि लिएर क्षेत्र स्तरीयसम्मका नारीहरू एकदमै सक्षम भएर काम गरिरहनु भएको छ। अनि भन्दै जाँदाखेरि डिस्ट्रिक्टमा पुग्दाखेरि डिस्ट्रिक्टमा पनि हाम्रा डिस्ट्रिक्टका सबै नारीहरूले राम्रोसँगले काम गरिरहेका छन्। इभन अहिले हाम्रो एउटा नारी र युथको कलबेसन हाम्रो एउटा जुन चाहिँ प्रोग्राम चलिरहेको छ त्यसमा समावेशी सभा चलिरहेको छ त्यसमा पनि हामी नारी युवा एकसाथ भएर काम गरिरहेका छौँ र यसमा चाहिँ सर्वप्रथम हामी सबभन्दा पहिला चाहिँ सम्माननीय मुख्यमन्त्री साहबलाई धन्यवाद दिन चाहन्छौँ किनभने हामीले यो कार्यक्रम गर्नु पाउनु नै सम्माननीय मुख्यमन्त्री साहबको आशीर्वाद र उहाँले दिनुभएको श्रेय हो भन्न चाहन्छु। धन्यवाद।